सम्पूर्ण साथीहरुमा नमस्कार। म अजय चौधरी। धेरै दिनपछि म आज सानो भिडियो क्लिप लिएर आएको छु। तपाईले हेरेर साथ दिनुहुन्छ भन्ने आशा पनि गरेको छु। यो दृश्य क्रोएसियाको चौथो ठुलो सहर ओसियक सिटीको रहेको छ। भने हामीले यो दृश्यमा राइट साइडमा ब्लू वे भनेको मान्छे हिँड्ने वा दौड्ने बाटो हो भने मैले कुदाउने बाटो भनेको साइकल कुदाउने बाटो छ। हेर्न सक्नुहुन्छ बाटोमा पनि साइकलको चित्रहरू बनाइदिएको छ हैन। अनि राइट साइडमा हेर्न सक्नुहुन्छ ड्राभा रिभर रहेको छ। अनि अगाडि हेर्न सक्नुहुन्छ हामीले हरियालीहरू, घरहरू त्यतिकै राम्रो चिटिक्क हेर्दा पनि हेरौँ जस्तो लाग्ने हैन। अनि अझै हरियाली नै छ तर चिसो धेरै बढिसकेको छ। बाटो खाली छ किनकि चिसो बढिसकेको छ। मान्छेहरू त्यति ओहोर दोहोर गर्ने घुम्ने गरेको छैनन्। त्यसैकारण मान्छेहरू कम देखेका छौँ अहिले। र अगाडि मेरो साथीहरू हिँडिराख्नु भएको छ। हेर्न सक्नुहुन्छ उहाँहरूले ज्याकेट लगाउनु भएको छ। अनि चिसो बढिसकेको कारणले गर्दा हामीले ज्याकेट लगाएर घुम्न परिरहेको छ। हेर्न सक्नुहुन्छ हामी जाँदैछौँ घुम्न। अब कहाँसम्म जान्छौँ थाहा छैन, तैपनि घुम्न निस्किएछौँ। अब साथीहरू प्लान गर्दै हुनुहुन्छ कहाँसम्म जानुहुन्छ। त्यसकारणले गर्दा हामी अगाडि बढ्दैछौँ। हेर्न सक्नुहुन्छ यहाँको रुखहरू पनि कलरफुल रुख रहेको छ। हामीले रुखलाई पनि हेरेर पनि रमाउँछौँ। कति मिठो रमाइलो ठाउँ रहेको छ। यो ओसियक सिटीको ठाउँ रहेको छ। हेर्न सक्नुहुन्छ म क्यामेराम्यान, म आफैले अलिकति क्याप्चर गरेको छु। हेर्न सक्नुहुन्छ हैन। अब धेरै त गर्न सकिँदैन, गाह्रो हुन्छ। मेरो साथीहरूले धेरै टाढा नजाऊ भनेर यहीँ नजिकै पार्किङ गरौँ भनेर साथीहरू भर्खर बनाएको यो वेमा हाम्रो साथीहरू छिर्नु भयो। म नि उहाँहरू पछाडि छिरेँ। हेर्न सक्नुहुन्छ हैन। दुईटै तर्फबाट पानी बगिरहेको छ। बिचमा खाली छ। बाटो पनि कस्तो सफा चिटिक्क, फोहोर छैन। यस्तै हुनुपर्छ बाटो हैन। अब हाम्रो साथीहरू फाइनल भनेको यही ठाउँ हो। हामी यहीँ रमाउने, घुम्ने हैन, अलिकति भिडियो बनाउने, फोटोहरू खिच्ने। हामीले यति गरेर हामीले रमाइलो गर्ने भनेर सोचले हामी यहाँ रोकेका छौँ। अब मेरो साथीहरूले फाइनली पुगिसक्नु भयो। म पनि पुगेँ। हेर्न सक्नुहुन्छ दृश्यमा रमाइलो छ। जे होस् रमाइलो भइरहेको छ। तपाईले हेर्न सक्नुहुन्छ हैन। मेरो साथीहरू पनि रमाइलो गरिरहेको छ। अब हामी अर्को भिडियोमा भेट्नेछौँ। अहिलेको लागि तपाईहरुसँग छुट्टिन्छौँ। धन्यवाद। थ्याङ्क यू फर